Hey guys, it's me शङ्कर। हजुरले अगाडिको भिडियोमा चाहिँ देख्नु भएको थियो मैले चाहिँ आर्डिनो अब्स्ट्याकल अभोइडिङ कारमा के कस्तो कम्पोनेन्ट्सहरू युज हुन्छ भनेर देखाएको थिएँ र त्यो कम्पोनेन्ट्सहरूलाई आर्डिनोमा कनेक्सन गरेको थिएँ र आजको यस भिडियोमा म कोडिङ गर्न जाँदैछु। सबैभन्दा पहिले चाहिँ मैले दुईवटा मोटरहरूले वर्क गरेको छ कि छैन भनेर चाहिँ पहिला सुरुमा चेक गरेँ कोडिङ हालेर र यसरी सबै कम्पोनेन्ट्सहरूलाई सिंगल सिंगल कोडिङ गर्दै रन गरेँ। यस प्रोजेक्टको सबैभन्दा डिफिकल्ट वर्क भनेको चाहिँ यही कोडिङ गर्नु थियो। यस वर्कमा चाहिँ सबैभन्दा मेन ध्यान दिनुपर्ने भनेको भ्यालु थियो, जुन चाहिँ सेन्सरले सेन्स गर्ने डिस्टेन्स र सर्भो मोटरको कति डिग्रीमा रोटेट गर्ने भन्ने थियो। यस प्रोजेक्टमा मैले दुईवटा ब्याट्री ब्याकअप दिएको छु, जुन चाहिँ 9 भोल्ट र अर्को 3.7 भोल्ट रहेको छ। 3.7 भोल्टले चाहिँ दुईवटा डीसी मोटरलाई कन्ट्रोल गर्छ भने 9 भोल्टले चाहिँ हाम्रो आर्डिनो सर्भो मोटर अल्ट्रासोनिक सेन्सरलाई कन्ट्रोल गर्ने गर्दछ। र अब चाहिँ यो आर्डिनो अब्स्ट्याकल अभोइडिङ कारमा कोडिङ यसको डिजाइन बनेर रेडी भइसकेको छ र अब नेक्स्ट भिडियोमा चाहिँ यसको टेस्ट हुनेछ। थ्याङ्क्स फर वाचिङ।